हेलो साथीहरू नमस्कार। हामी चाहिँ वैशाखको दोस्रो हप्तातिर कालिम्पोङको दर्शनको लागि गएका थियौँ। यहाँबाट जाँदाखेरि अलि टाइम ढिलै भयो। वहाँ पुग्दाखेरि 1-2 बजेको भएर मौसमले खासै साथ दिएन हामीलाई चाहिँ। अनि मन्दिर त खुल्ला नै थियो, तर जे भए पनि केही देख्न पाइएन। दर्शन त राम्रोसँग भयो। पानी परे पनि दर्शन गरिसक्ने बित्तिकै पानी परेको हो, खुल्ला थियो, कोही हुन्न थियो। बाटोतिर छुर्पीहरू किन्न पाइन्थ्यो, त्यो पनि केही पाइएन। हामी नै मात्र थियौँ होला सायद मन्दिरमा, अरू कोही हुनुहुन्न थियो। सबैजना दर्शन गरेर त्यहाँनिर व्यापार गर्ने व्यापारीहरू पनि सबै फर्किसक्नु भएको थियो। यति सानो सानो नानी बाबुहरू लिएर हामी चाहिँ गएको थियौँ। पानी परेर चप्पलै जुत्तै नलगाइकन मन्दिरदेखि कुद्दै कुद्दै तल झरेर जुत्ता लगाउँदै थियौँ हामी चाहिँ सबैजना। कोहीको जुत्ता नै लगाउन नसकेर चिसोले हात ठिराएर चिसो भएर असिना परेर, त्यो सानो सानो असिना परेर कति धेरै चप्पलै नलगाइकन आएको भएर सबैजना त्यहाँ जुत्ता चप्पल लगाउँदै हुनुहुन्छ के साथीहरू। पानी चाहिँ जे भए पनि ठुलै परेको थियो। अरू मौसममा भएको भए, जाडो महिनाको मौसममा भएको भए हिउँ नै आउँथ्यो होला, सायद वैशाखतिर भएको भएर होला त्यो असिना परेको। त्यही भएर सेतै देखिरहेछ नि, कुहिरो नै ढाकिरहेछ, सेतै देखेको चाहिँ त्यो चाहिँ हिउँ होइन कि, त्यो चाहिँ असिना हो। सबै असिना, त्यत्रो असिनाले चुट्यो हामीलाई। अनि त्यही भएर त्यस्तो असिना पुरै परेर नानी बाबुहरू डराएर चिसो भयो भनेर अनि माथि पनि धेरै बेर नबसिकन हामी चाहिँ झरिहाल्यौँ। अलिक चाँडै पुगेको भए चाहिँ यस्तो हुने थिएन, अलिक ढिला भएको भएर, त्यही भएर हो। सबैजना केबुल कार चढेर तल झरिहाल्ने भनेर तयारीमा हुनुहुन्छ। अनि हामी चाहिँ तल गएर चौरमा फलफुल लिएर गएको थियौँ खानु भनेर, के बस्नु लागेको थियौँ, फेरि पानी आइहाल्यो। त्यही भएर सबैजना गाडीतिर झर्दैछौँ है। पानीले धेरै नै दुःख दियो। अनि मौसमले यस्तै कहिले अँधेरो हुने, कुहिरोले ढाक्ने, कहिले खुल्ला हुने, त्यस्तो भएको थियो। लाली गुराँस पनि सेतो चाहिँ टमक्कै फुलेको थियो, रातो चाहिँ सकिसकेछ त्यति बेला, हामी अलि ढिलै गएको भएर होला। अनि हो यस्तै भयो। भ्यू चाहिँ केही खासै नजिकैको मात्र देख्न पायो, अलि पर हिमालहरू देख्न पाएन। कुनै बेला त फेरि खुल्ला हुन्छ, सबै देखिन्छ, कुनै बेला चाहिँ त्यस्तो कुहिरोले ढाकिहाल्छ के। त्यही भएर सेतो लाली गुराँस त टन्नै थियो। अरू रातोहरू अब कालिम्पोङमा त टन्नै कलरको लाली गुराँस पाउँछ नि त, खासै थिएन। यस्तै भयो कालिम्पोङको यात्रा यसपालि।